म मदन पुरस्कार गुठीसँग 60 वर्षदेखि नै केही न केही माध्यमबाट परोक्ष रूपमा भए पनि जडित छु र बडा खुसी लागेको छ, हर्ष लागेको छ। लेखकहरूलाई पुरस्कार दिन्छन्, लिन्छन्, यो पुरस्कारको भूमिका के हुन्छ, महत्त्व के हुन्छ? स्वीकृति हो, लेखकहरूलाई दिएको स्वीकृति हो। त्यो स्वीकृतिले उनीहरूलाई निश्चय नै प्रोत्साहन दिन्छ, अझ बढी लेख्ने केही प्रेरणा अवश्य नै दिन्छ। दिएको छ, मलाई पनि दिएको छ। मैले अब पहिला साना साना पुरस्कारहरू दार्जिलिङबाट कता कता तिनले मलाई निकै प्रेरणा दियो र म ठुलो पुरस्कारतिर लम्कित छु। ठुलो पुरस्कार पाउने योग्य साहित्य मैले सिर्जना गर्न सकेँ। अनि अहिले जगदम्बा श्री पुरस्कार पाउँदाखेरि 2 लाख पाउनुभयो, त्यसमा 1 लाख त यही भूकम्प पीडितहरूलाई दिने विचार गर्नुभएछ, त्यो चाहिँ किन? गरेको छु किनभने यत्रो एउटा पीडा, यो पीडा चाहिँ अब सम्पूर्ण मानव जातिकै पीडा हो र यसमा चाहिँ म पनि एउटा सहभागी छु भन्ने देख्दा त्यो त अब सागरमा थोप्लो हो 1 लाख भन्ने के कुरो र तैपनि मेरो पनि एउटा सहभागिता छ त्यहाँ भन्ने कुरो दर्शाउनको लागि। यहाँले बसाई लेख्ने बेलामा जस्तै अहिले पनि मान्छेहरू यहाँबाट बाहिर गइराखेका छन्, अहिले लेखे भए बसाई कस्तो हुन्थ्यो होला? अहिले लेखेको भए अब त्यति बेला मान्छे दुःखले आर्थिक कठिनाइले हिँड्थे कि अहिले चाहिँ धेरै कमाउन, धेरै सुख पाउन हिँड्छन्। त्यति बेलाको बसाई चाहिँ अब सीमित थियो, अहिले अब विश्वभरि नै अब बसाई सरिराखेका छ नेपालीहरू। बसाई सर्ने त्यो चलन चाहिँ छँदैछ, के पार्थक्य छैन, तर विशेष गरी क्षेत्र र उद्देश्य चाहिँ बेलेग बेलेग हुन्छ, भिन्न भिन्न छ। तपाईँले लेख्न थाल्दाखेरिको नेपाली साहित्य र अहिलेको नेपाली साहित्यमा केही भिन्नता पाउनुहुन्छ? धेरै भिन्नता, धेरै प्रयोगहरू भएका छन् नेपाली साहित्यमा अहिले। अब त्यति बेला त्यो समयमा प्रयोग बहुत कम्ती हुन्थ्यो। अझै पनि म त प्रयोगवादी साहित्य लेख्दिनँ, अब यथार्थ रूपमै अब कलम चलाउँछु। परिवर्तनशील समय हो, समयसँग चाहिँ अब हाम्रो साहित्य पनि परिवर्तन भइरहेको छ अनि यतातिर विशेष गरी विकास, क्रम विकास हुँदै आएको छ, धेरै विकास भएको छ। म प्रयोगात्मक साहित्य लेख्दिनँ भन्नुभयो, लेख्नुहुन्छ किन? मेरो आत्मसन्तुष्टिको लागि लेख्छु अनि मेरो आत्मसन्तुष्टि त्यति बेला हुन्छ जति बेला मैले लेखेका कृतिहरूबाट चाहिँ आम साधारण जनता सन्तुष्ट हुन्छ अनि तिनको सन्तुष्टिमै मेरो आत्मसन्तुष्टि छ। म त्यसैको लागि अहिले पनि लेख्नुहुन्छ? लेख्दैछु। अहिले धेरै जसो भूमिकाहरू अब इत्यादि यस्तै केही त्यसो ठोस चिज भनेर भर्खर साहित्यमा गति लिँदै आएका साथीहरूको भूमिका लेखिदिन्छु, उत्साह प्रोत्साहन दिन्छु। नेपालमा बसेर नेपाली साहित्य लेख्ने एउटा कुरा भयो, भारतमा तपाईँ जहाँ बस्नुहुन्छ त्यहाँ बसेर लेख्ने एउटा कुरा भयो, त्यसमा केही फरक देख्नुहुन्छ? फरक छ। उहाँ अब उता बस्ने लेखकहरूले चाहिँ अब उतैको जीवन वा नेपाली जीवन जनजीवनलाई चित्रण गर्छन्। अब यताकाले धेरै जसो चाहिँ अब यताका आफ्नो देशभित्रकै जीवनको छाया त्यसमा पाइन्छ। फरक त हुनु स्वाभाविक हो। साहित्य चाहिँ स्थान, परिवेश सबै कुरो अनुकूल, समय अनुकूल हुन्छ। अहिले कति वर्ष पुग्नुभयो? म अहिले 84मा हिँड्दैछु। अब कहिलेसम्म लेखिरहने विचार छ? यो त माथिको कहिलेसम्म राख्छ कि जबसम्म राख्छन्, जबसम्म हात चल्छ, स्मरण शक्ति जबसम्म रहन्छ तबसम्म लेख्छु। 84 वर्षीय साहित्यकार लील बहादुर छेत्री